हिम्मत छ भने समातेर देखाओस्। महेश बस्नेतको सरकारलाई खुला चुनौती। अब राजनीतिमा नयाँ महाटक्कर। दर्शक नमस्कार। नेकपा एमालेका प्रभावशाली नेता तथा पूर्व मन्त्री महेश बस्नेतले वर्तमान सरकारलाई सिधै चुनौती दिँदै हिम्मत भए मलाई पक्राउ गरेर देखाउनु भन्ने कडा र आक्रोशपूर्ण अभिव्यक्ति दिएका छन्। विभिन्न राजनीतिक मुद्दामा आक्रामक रूपमा प्रस्तुत हुँदै आएका नेता बस्नेतले यो बयान मार्फत आफू विरुद्ध प्रतिशोध साध्न खोजेको भन्ने आरोपलाई बलियो खण्डन गर्ने प्रयास गरेका छन्। उनले आफू कुनै पनि छानबिन र कारबाहीका लागि तयार रहेको तर सरकारले अनावश्यक राजनीतिक प्रतिशोधको भावनाले काम गर्न खोजे आफू चुप लागेर नबस्ने चेतावनी दिएका छन्। बस्नेतले यसअघि ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री कुलमान घिसिङ र पूर्व अर्थ सचिव रामेश्वर खनालको सम्पत्ति छानबिन हुनुपर्ने भन्दै कडा आवाज उठाएका थिए। सरकार विरुद्ध आएको यो खुला चुनौतीले नेपालको राजनीतिमा थप टक्राउको स्थिति सिर्जना गरेको छ। तर महेश बस्नेतले सरकारलाई सिधै दिएको यो खुला चुनौतीलाई तपाईँ राजनीतिक दबाव मान्नुहुन्छ कि कानुनी प्रतिरक्षा? के सरकारले उहाँको यो चुनौती स्वीकार गर्ला? तपाईको विश्लेषण र यसको राजनीतिक परिणाम बारे कमेन्ट बक्समा खुलेर लेख्नुहोला।